काँक्रो आफैले उत्पादन गरेको काँक्रो टिपेर खाँदैछु। यतातिर चाहिँ छ है यतिखेर हो यो खाने भनेको काँक्रो। हेर्नुहोस् न त्यहाँतिर पनि छ, यतातिर यस्तो भइराखेको छ। अनि यता गएर मस्त फल हाल्दैछ। मैले हाँगाहरू चाहिँ काटछाट चाहिँ गरेको छु। अब गाउँले जिन्दगी, अब आफूले उत्पादन गरेको कुरा खायो, बस्यो, काम गर्यो। अगुवरे खुर्सानी अब यस्तो हुँदैछ। यो खुर्सानी पनि टक्क होइन, अब यिनीहरूले नि केही समयमा फल दिन्छ। हेलो गाइस, स्वागत छ आजको नयाँ भिडियोमा। आज चाहिँ म काँक्रोसँगै उपस्थिति भइसकेको छु। धेरै लामो समय भयो मैले युट्युबमा भिडियो नबनाएको, भिडियो अपलोड नगरेको पनि कार्यव्यस्तता त्यस्तै थियो। त्यस कारणले भिडियो हालिराख्न पाएन, भिडियोलाई कन्टिन्यू चाहिँ गर्न पाएन। सो आज धेरै पछि चाहिँ म मेरो टनेल भित्रको फेरि पनि भिडियो बनाउँदैछु, किनकि मसँग भएको अब देखाउनलाई यही मात्रै छ। भिडियो बनाउनलाई अब टनेलभित्र कहिले टमाटर, कहिले काउली बन्दाहरू त्यस्तै भइहाल्छ होइन टनेलभित्रको खेती। आज चाहिँ काँक्रो आफैले उत्पादन गरेको काँक्रो टिपेर खाँदैछु। दुईवटा टनेलमा काँक्रो छ। अनि हामीले केही समय अगाडिदेखि नै काँक्रो चाहिँ बेचिराखेका छौँ। हेर्नुहोस् मिठो छ है। टनेल, यो टनेलमा र अर्को टनेलमा चाहिँ काँक्रो टन्नै छ। ठिक्क खाने बेला भएको छ। त्यति साह्रो छिपेको छैन, कलिलै छ, मिठो छ एकदम। हामीले यसमा चाहिँ काँक्रोमा विषादी हाल्दैनौँ, टमाटरमा चाहिँ भिटामिन प्रयोग गर्छौँ। तर काँक्रोलाई चाहिँ हामी विषादी प्रयोग गर्दैनौँ। कम्पोस्टिक आफैले वस्तुभावको मल हालेर उत्पादन गर्छौँ। त्यसैले मैले भर्खर यही टनेलभित्र नै टिपेर खाएँ। यो चाहिँ काँक्रो यस्तो हुँदैछ, हेर्नुहोस् है। यो चाहिँ भर्खर फल दिन थालेको, धेरै भएको छैन। तलपट्टि चाहिँ अलिक पातलो छ होइन, अलिक पातलो भइराखेको छ। अझै उम्रिन टाइम लाग्छ। यतातिर चाहिँ छ है यतिखेर हो यो खाने भनेको काँक्रो। हेर्नुहोस् न त्यहाँतिर पनि छ, यतातिर यस्तो भइराखेको छ। अनि यता गएर यतातिर पनि फलिराखेको छ। सो अलि समय दिन पाएको छैन, अलि मिलाएर राख्न पाएको छैन, त्यही भएर अलिकति यस्तो हुँदैछ। यसको पनि हामीले केही काँक्रोहरू चाहिँ बेचिसक्यौँ। यस्तो हुँदैछ। यो चाहिँ पहिलो यताको टनेल हो। यो चाहिँ अलिक पछाडि नै रोपेको। यो टनेलमा चाहिँ यस्तो छ, यतापट्टि धेरै साह्रो उ त छैन, त्यही पनि यस्तो हुँदैछ साथीहरू। टनेल चाहिँ यस्तो हुँदैछ। मेहनत चाहिँ धेरै लाग्दो रहेछ खेती गर्नलाई। अनि अर्को टनेल चाहिँ यहाँ छ, यसमा पनि काँक्रो छ। काँक्रो यसमा चाहिँ अलिकति मुनिको भाग सफा गर्न पाएको छैन। यसमा पनि काँक्रो टन्नै छ। म भइसँग यताबाट देखाउनेछु। यसमा पनि काँक्रो छ, हेर्नुहोस् है। यसमा चाहिँ त्यति राम्रो भएको छैन रहेछ, भएको जति चाहिँ सबै बेचिदियो। यसमा पनि छन त छ, काँक्रो त छ, तर यो चाहिँ अलिक बाङ्गो रहेछ के। उतातिर पनि छ काँक्रो होइन। यो चाहिँ टनेल 3वटा छ एकै ठाउँमा, एउटै गरामा 3वटा छ। यसरी बनाइराखेका छौँ होइन। कोसिस चाहिँ जारी छ। यसमा चाहिँ टमाटर, अलिकति चना रोपेको। अनि टमाटर चाहिँ 2 थरी छ यहाँ, पहिलो र सेकेन्ड लट गरेर 2 लट रोपेको। तर पहिलो लटको चाहिँ के भएछ भनेदेखिलाई म देखाउँछु, हेर्नुहोस् है। पहिलो लटको चाहिँ यो, सेकेन्ड लटको चाहिँ यतातिर भएको, यहाँदेखि उता चाहिँ सेकेन्ड लट। यो चाहिँ अलिक कलिलो छ। पहिलो लटको चाहिँ पुरै फल दिइसकिया छ यसरी होइन। तर यो चाहिँ पुरानो बिउ परेर त्यति राम्रो भएन के। यस्तो हुँदैछ। अब फल त नदिएको होइन, दिएको, तर पुरानो लटको बिउ भएर, पुरानो भएर अलि उ भयो। अब यो सबै काटछाट गर्नुपर्ने छ। ऊ चाहिँ यो पनि खासमा यो साग हो। यो चाहिँ यो हामीले खान्छौँ, यो हाम्रोतिर चाहिँ यो साग खान्छौँ। यहाँतिर टन्नै छ सागहरू।
खान्छौँ। यो चाहिँ अलिकति काटछाट गर्नुपर्ने बेलाको छ। हिजो अस्ति 2 दिन म घर बाहिर थिएँ, त्यसै कारणले काटछाट गर्न पाएन। यहाँतिर हेर्न सक्नुहुनेछ है, मेरो टनेल चाहिँ यस्तो हुँदैछ, मस्तै फल हाल्दैछ। मैले हाँगाहरू चाहिँ काटछाट चाहिँ गरेको छु। अब पातहरू काटछाट गर्नुपर्ने छ, यो छिप्पेको पातहरू काटछाट गर्नुपर्ने छ। यस्तो हुँदैछ। यो यसपालि चाहिँ पोहोर साल चाहिँ अलिकति साह्रो पातलो भएको रहेछ, त्यही भएर यसपालि चाहिँ अलि बाक्लो नै रोपिदिएको छु मैले, यसो काटछाट राम्रोसँग गरौँला भनेर। यहाँ चाहिँ काटछाट गर्नुपर्ने रहेछ। यो यतापट्टिको हाँगा अलिकति नराम्रो भएको भएर मैले यताको हाँगा राखेँ। यस्तो हुँदैछ। यस्तो हुँदैछ साथीहरू मेरो गाउँले जिन्दगी। अब आफूले उत्पादन गरेको कुरा खायो, बस्यो, काम गर्यो। साथै यसपालि चाहिँ अकबरी खुर्सानी हामीले भन्ने गरेको चाहिँ डल्ले खुर्सानी पनि लगाएका छौँ हामीले। डल्ले खुर्सानी पनि लगाएका छौँ। डल्ले खुर्सानीले चाहिँ फल पनि दिइसकेको छ। लगभग हामीले धेरै नै बेचिसक्यौँ। र अकबरी खुर्सानी चाहिँ केही समय महिना अगाडि नै रोपेको थियो र पछाडि पनि हामीले थपेको थियो। अगाडि रोपेकोले चाहिँ फल दिइसक्यो। पछाडि लगभग हामीले 100-150वटा जति बेर्ना पछाडि रोपेका छौँ। अगाडि चाहिँ हामीले 8-10वटा मात्रै रोपेका थियौँ, त्यसले चाहिँ फल दियो। पछाडि रोपेको चाहिँ हेर्नुहोस् है कस्तो हुँदैछ। यो चाहिँ टनेलभित्र यो चाहिँ पछाडि रोपेको अकबरी खुर्सानी। अब यस्तो हुँदैछ यो खुर्सानी पनि टक्कै होइन। अब यिनीहरूले नि केही समयमा फल दिन्छ। यो चाहिँ भयो अकबरी खुर्सानी। यो चाहिँ टनेलभित्र, यहाँ चाहिँ जम्मा 21वटा छ यो टनेलभित्र चाहिँ। अनि उता चाहिँ काँक्रो, यता खुर्सानी राखिदिएका छौँ। अनि खुर्सानी चाहिँ हामीले धेरै चाहिँ बाहिर रोपेका छौँ। यसपालि बाहिर खुर्सानी चाहिँ लगभग 100वटा बढी चाहिँ बाहिर रोपेका छौँ। अब 100वटाले नै फल दियो भने चाहिँ राम्रै हुन्छ। त्यसै कारण साथीहरू गाउँमै बसेर चाहिँ यसो कोसिस चाहिँ गरिराखेका छौँ। हुन्छ हुँदैन त्यो त थाहा छैन, आफूले गरेसम्म त होला। अब हेरौँ के हुन्छ। अब सकेसम्म त गरिराखेको छु। सबैजनाले माया गरिदिनु होला है भन्न चाहन्छु। आजको भिडियो यति नै। मेरो काँक्रो, अकबरी खुर्सानीहरू, मेरो टनेलभित्रको टमाटर यस्तो हुँदैछ। के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला है।